हेलो गाइज आज चाहिँ हामी खेतमा जाँदैछौँ। भाउजू चाहिँ गुन्द्री बन्दै हुनुहुन्छ। हेलो पनि गरिराख्नु भएको छ। भाइ हेलो। हामी चाहिँ खेतमा जान लाग्दैछौँ। पानी आइसक्यो। डोको बोकेर हिँड्नु भएको छ मम्मी र मेरी बहिनी चाहिँ। खेतमा चाहिँ केही हरियो परियो सागसब्जी छ कि भनेर हिँडेको, छ कि छैन। हेलो गाइज आज चाहिँ हामी त्यहाँ सागसब्जी केही छ भनेर टिप्न हिँड्दैछौँ। हामी दुईजना चाहिँ ट्विन्स हो हिँड्दैछौँ। अनि हामी ट्विन्स भएपछि जे काम पनि हामी सँगसँगै गर्छन्। यस्तै छ। हामी चाहिँ हिँड्दैछौँ। बाटोमा पुग्यौँ। आधी बाटोमा पुग्नु छ। खासमा चाहिँ हरियो साग सब्जी केही छ कि भनेर हिँडेका। भेटिन्छ कि भेटिँदैन हेर्दै जाऊँ के हुँदो रहेछ। गाइज हामी चाहिँ आधी बाटो आइपुग्यौँ। उहाँ देखिएको चाहिँ हाम्रो घर हो होइन। यहाँनिरको निलो सानोवाला चाहिँ मेरो घर हो। उहाँबाट हामी यहाँ पारि आइपुगिसक्यौँ। हिँड्दैछौँ। हामी चाहिँ जाँदैछौँ। अझै आइपुग्न बाँकी नै छ होइन। आइपुगेपछि भनौँला। हाम्रो गाउँको भ्यू। हाम्रो गाउँ चाहिँ यस्तो छ है। डाँडा काँडा सबैतिर ढाकेको छ। यो चाहिँ हाम्रो धनियाँ, हाम्रो लसुनहरू है। यिनीहरू चाहिँ यो चाहिँ हाम्रो लसुन हो। मैले चाहिँ माथि बाटोबाट खिचेको। लसुन उखेल्ने बेला भइसकेछ है। म चाहिँ अब ठ्याक्कै त्यहाँ पुग्न आँटेँ। पुगिसकेपछि म भनौँला देखाउँछु हाम्रो कतिको फलेको छ। मुन्टाहरू यताउति हेर्छु है। हरियो सागपात। गाइज हेलो। हामी चाहिँ ठ्याक्कै आइपुगिन। ठ्याक्कै हामी घाँस काट्छु। आइपुग्यौँ। यो चाहिँ हाम्रो के को फर्म भन्नुहुन्छ भनेदेखि यो कुखुराको फर्म हो। यो चाहिँ अब उरीले भत्किसक्यो। यो नभए पनि 1-2 वर्ष भइसक्यो हैन। यहाँ चाहिँ म मुन्टाहरू यता के छ टिप्दैछु। म देखाउँछु है कतिको छ। के छ भने ल हेरौँ है। यहाँनिर चाहिँ हाम्रो मुन्टाहरू छ। हेलो गाइज अब चाहिँ म मुन्टा टिप्दैछु। यस्तो छ है हाम्रो चाहिँ अर्ग्यानिक मुन्टा इस्कुसको। अर्ग्यानिक मुन्टाहरू छ इस्कुसको। सो त्यही भएर म मुन्टा टिप्दैछु। मैले चाहिँ झोला पनि ल्याएको छु हाल्नलाई। अहिले यहीँ राख्छु। यति टिपे मैले चाहिँ मुन्टा अझै छ है। अझै छ यहाँ। म टिप्नी छ। यति चाहिँ टिपेँ है।
यतातिर चाहिँ मुन्टाहरू टन्नै छ है। हाम्रो हरियो परियो सागसब्जी अर्ग्यानिक हो। यहाँनेरि चाहिँ सबै टन्नै छ। म टिप्न कोसिस गर्दैछु, टिप्दै पनि छु है। वाउ, हरियो परियो सागसब्जी स्पेसल मेरो चाहिँ फेभरेट हो है। यो चाहिँ इस्कुसको मुन्टा हो। यो चाहिँ हाम्रो मुनिको जङ्गल हो नि, फेरि जङ्गल हो। यो चाहिँ व्यक्तिकै हो। हामीले चाहिँ यहाँ मुन्टा टिप्न आएका छौँ है। यति राम्रो छ नि मुन्टाहरू त टन्नै हन् है, टन्नै। गाइज फाइनल्ली मैले चाहिँ यति मुन्टा टिपेँ है। क्या क्युट छ, कति राम्रा मुन्टा छन्। फाइनल्ली मैले टिपिसकेँ। एउटा मुठो ठ्याक्कै यत्रो मुठो गरम छ। बल्ल बल्ल टिपेँ है। यहीँबाट टिपेको मैले। फाइनली गाइज अब चाहिँ म घर जान लाग्दैछु। यसरी पोको पारेर लिएर हिँड्दैछु है। यस्तो घारीको बाटो आएको छु नि म, यति मुन्टाको लागि। यही झ्याङमा टिपेको है मैले चाहिँ। मेरो यस्तो घारी छ नि। फाइनल्ली म चाहिँ हिँड्दैछु है घर। म चाहिँ घर हिँड्दैछु। यही हो बाटो चाहिँ, अघि आएको नि यही हो। यहाँ चाहिँ अलि अप्ठ्यारो छ किनकि उकालो हिँडेँ, मलाई स्या भएको छ। अब चाहिँ म हिँडेँ। अब एकैचोटि भोलि भेटौँला है। अहिलेलाई बाई बाई, सी यू, राधे राधे।